कुरा सुन्ने ठाउँमा जाँदैछौँ। हाम्रो डाइरेक्टर साहब पनि यहाँ बसिराख्नु भएको छ। लोकल गाना सुन्दै, हाम्रो अर्ग्यानिक गाना सुन्दै यो यात्रामा हामी अघि बढ्दैछौँ। हामी चाहिँ जलाकीको फिल्मको सुटिङको लागि चाहिँ धेरै माथि हाइटमा जाँदैछौँ। के छ अङ्कित सर, कस्तो भइरहेछ? ठिक छ होइन? सुरबिनजी, हामी अहिले कहाँ जाँदैछौँ? यहाँबाट कति किलोमिटर जति छ यहाँबाट लगभग? भाइको के छ, कस्तो छ? ठिक छ भाइ? ठिक छ पाण्डे? है रमाइलो भइरहेको यता हाम्रो अर्को डाइरेक्टर साहब हुनुहुन्छ। के छ डाइरेक्टर साहबको भने, कस्तो भइरहेको? हामी एकचोटि आइसकेको लोकेसनमा जाँदैछौँ, तर आज त्योभन्दा माथि नै जहाँ धेरै गुराँस फुल्ने ठाउँमा चाहिँ गुराँसै भन्ने ठाउँमा हामी जाँदैछौँ। आज हामी जलाकीको केही सर्ट्सहरू, सङको सर्ट्सहरू, मन्टाजेसहरू आज खिचेर आज त्यही नाइट बसेर भोलि बिहानै हामी फर्किने प्लान छ हाम्रो। रमाइलो हुन्छ। दाइको हिजोको बसाइ कस्तो भयो बेलुका? हिजो राम्रो भयो, रमाइलो भयो। यात्रामा केही कठिन कस्तो भयो? कठिन त बिस्तारै अलिअलि टाढा आउनु परेको छ, अलिकति अप्रोडहरू छ होइन, त्यसले गर्दाखेरि गाह्रो चाहिँ हुन्छ है। तर पनि जो फिल्मको लागि हाम्रो प्रयत्न छ, हामी गर्न बसिरहेका छौँ। धन्यवाद, एकदम राम्रो हुन्छ भन्ने हामीले लिएको छौँ जलाकी फिल्म चाहिँ। सलिम भाइ, के छ तपाईँको, कस्तो भइरहेको छ यात्रा? यात्रा ठिक छ। यो बाटो त योभन्दा नि खतम छ होला जस्तो लागेको थियो, तर राम्रो रहेछ बाटो। हिजो बसाइ कस्तो बताए? सुत्यो, जाडो हो तर सुत्यो है। रमाइलो भइरहेछ नि। जुस त्यहाँको लोकल जुस खायो। हजुर, अनि जुसले ततायो ज्यानलाई। हो भाइहरूको यहाँ गाडीको यात्रा छ, एकदमै राम्रो सुरक्षित यात्रा गरिराखेको छ। गाना मिठो सुनेर छ हामीले, अर्ग्यानिक गाना, गाउँ परिवेशको। रमाइलो भइरहेको छ। जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने हामीले आशा लिएको छौँ। के हो महेश दाइ? सही हो होइन? सही हो एकदमै। ल हाम्रो लाइक सब्सक्राइब राजु युट्युब च्यानललाई। के हो यो ठगिदिनु होइन त? के छ लाइक सब्सक्राइब मिडियालाई, एम मिडियाको सबै कुराहरू, आई मिन यो फिल्मको बारेमा सबै कुराहरू यसमा आउँछ। सबैले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। ल हाम्रो चाहिँ जलाकीको जति पनि अब चाहिँ पोस्टको कामदेखि लिएर तपाईँको भिडियोजहरू सबै हाम्रो चाहिँ एम मिडियाबाट आउँदैछ। सबैले लाइक सब्सक्राइब गरिदिनु होला। यो फर्स्ट ब्लग है त। धन्यवाद, बाई। गाडी चाहिँ यता एकछिन हामी रमाइलो गरिरहेछौँ, सबैजना वेट गरिरहेछौँ। हाम्रो बडाल दाजु नै हुनुहुन्छ यतै। यो यात्रा कठिन छ, तर कठिन सँगसँगै रमाइलो पनि छ। पहाडी भेगमा पनि यति राम्रो चाहिँ ठाउँहरू चाहिँ उहाँहरूले एकदमै राम्रोसँग सेवा सुविधा दिनुभएको रहेछ। यहाँलाई एकदम खुसी लाग्यो। यो के हो, यो होटेल रेस्टुरेन्ट यो के खोल्दै हुनुहुन्छ? एकदमै राम्रो गर्नुपर्छ। हामी यहाँ अहिले चाहिँ खाँदैछौँ। चिन्नुभयो? रुकुमैकोटमा फ्यानहरू, हाम्रो बहिनीको फ्यानहरू सबैजना एकदमै यहाँ सबैजना आउनु भएको छ। रोल्पाको सबैजना खुसी लाग्यो। एकछिन यहाँ चढ्यो। ल हेर्नु आज मन पुग्ने गरी हेर्नु है।
चाहन्छ कि रोल्पातिर सँगै रोल्पा हजुर धेरैले भन्नुहुन्छ है किन गयो भने को गएको त्यहाँ मेरो लागि भनेर लाली गुराँस लिनको लागि ओ त्यहाँ भिडमा कहाँ ओ माय गॉड भाइ भनि ओइ त्यहाँ त अहिले त झर्यो भने तेरो अरे माने यार मान्छेलाई अब म कसरी यो ऋण फिर्ता गर्नु यसलाई चुरोट दिनुपर्छ अब किनेर ओइ कहाँ त झर्छ त हिजो ह्याङले छोडे है क्या तल त्यो तिन पाने कस्तो लागिरहेछ यो खोइ फुल ल्याएर दिए यहाँ तैँले फुल ल्याएर गुराँस फुल ल्याएर दियो भने अनि तल मान्छु ल आम्मा ल ल घोडा टेकेर दियो अरे ल ल आम्मा ल ल आम्मा सुरुले गरे यार डाँडाबाट ल लास्टमा दिदी ल ल माने ल सब साँची छ सुदीपले यहाँ लिएर ल गुराँस फुलेर टिपेर ल्याएर दियो है त बाफ्रे ल है ल यस्तो माया दिएको छ सुदीपले होइन त भिडमा ल तर हिजो के ह्याङको माया जहाँ लाग्यो मलाई तिन पानीको माया हो क्या यो मजा त गइ रोल्पाको ठाउँमा हाम्रो जलाकी टिमलाई चाहिँ रोल्पामा यसरी स्वागत गर्नलाई उहाँहरू बसिराख्नु भएको छ। साह्रै नै खुसी लाग्यो यहाँहरूको यो माया। एकदमै खवाङ गाउँपालिका काममा चाहिँ आइपुगेछौँ हामी कार्यपालिकामा। सबैजनाले यहाँ हामीलाई धेरै धेरै महिला दिदीबहिनीहरूले हाम्रो नायिकाज्यू हामी सबै टिमलाई स्वागत गर्दै हुनुहुन्छ। धेरै धेरै धन्यवाद दिन पर्ने देखिन्छौँ। साँच्चै उहाँहरूले एकदमै हामीलाई स्वागत गर्नुभएको छ। धन्यवाद छ यहाँहरूलाई। साँच्चै नै यो माया यो सम्मानको लागि हामी एकदमै खुसी छौँ। तपाईँहरूको यो मायाको लागि हाम्रो यो वाराबाट हुनुपर्ने विभिन्न झाँकीहरू मार्फत हामीले हामीलाई चाहिँ रोल्पावासीले एकदम मिठो खाना खुवाउनु भएको छ। अध्यक्षजी हुनुहुन्छ यहाँ। रोल्पा कुन ठाउँ अध्यक्ष यो? खवाङ गाउँपालिका उहाँ अध्यक्षजी हुनुहुन्छ। वडा नम्बर 6। एकदम यहाँ खाना उहाँहरूले आफ्नै एकदम लोकल खाना खुवाउनु भएको छ। एकदमै खुसी लाग्यो। धन्यवाद छ यहाँहरू सबै खवाङवासीलाई। रोल्पाका भाइहरूसँग हाम्रो प्यारी बुनु नायिका उपासना ठाकुरी यहाँ कफी पिउँदै फोटो सेसन गर्दै हुनुहुन्छ। यो गुराँसे भन्ने ठाउँमा हो रोल्पाको। एकदमै राम्रो ठाउँमा आज हामी बसेका छौँ। अब हामी पूजाको लागि तयारीमा छौँ। हाम्रो यहाँ हिरो भाइ हुनुहुन्छ, तातो पानी लिँदै। यता डिरेक्टर दाई हुनुहुन्छ, यता हाम्रो महेश दाई हुनुहुन्छ।
यो पूजाको तयारीमा हुनुहुन्छ एकदमै। हाम्रो यहाँ सुदीप भाइ हुनुहुन्छ म्यानेजर साहब, यता हाम्रो अर्को म्यानेजर साहब वरिष्ठ म्यानेजर साहब पनि हुनुहुन्छ शेष दाई। यहाँ हाम्रो अर्को क्यामेराहरू पनि सेटअप भइरहेको छ। यहाँ भाइ हुनुहुन्छ गौतम भाइ, यता भाइ, यता गुरुङ भाइ यहाँ छ। के छ भाइ, ठिक छ? विशेष त हाम्रो प्यारी नायिका बहिनी यो गुराँसे भन्ने ठाउँमा रोल्पाका भाइ बुवाहरूसँग चाहिँ फोटो खिच्दै बस्नु भएको छ। यहाँ आजको हिजोको भोजन यहीँ खाइयो, आज पनि सायद यहीँ हुन्छ होला, दिनभरि खिचिन्छ। हाम्रो यो चाहिँ गोठमा चाहिँ सबैजना यहाँ सुतिराख्नु भएको छ, उठिराख्नु भएको छ। अरू कता छ आकृति, खोइ कता? ए हाम्रो अर्की नायिका गुराँसे भन्ने ठाउँमा के छ, ठिक छ? कस्तो भयो सुताइ? आमा बिहानै यति राम्ररी बनाइदिइसकेछ हाम्रो मेकअप बुनुले। ल खुसी लाग्यो। गुराँसे भन्ने ठाउँ हो रोल्पाको, साँच्चै यो रमणीय ठाउँमा चाहिँ आएर हामी सुटिङ गर्न एकदमै आतुर छौँ। अब हामी सुटिङको लागि जाँदैछौँ। धन्यवाद भाइहरू सबै रोल्पावासीलाई। ठिक छ होइन? हाम्रोलाई दुःख पाइयो नि त हो। ल ठिक छ, धन्यवाद छ भाइहरूलाई। यस्तो यहाँको वडा अध्यक्षदेखि लिएर सबैलाई यहाँ धेरै धेरै धन्यवाद छ। यसरी पानी तताएर दिइराख्नु भएको छ। यता हिजो खाना मासु भात खाइएछ। यता हतियार पनि रहेछ, देखाउन नमिल्ला। फेरि कता कता घुमाउनु क्यामेरा पनि, जताततै आफ्नै मान्छे छ। ल हाम्रो ड्रेस चेन्ज हुँदैछ। अब हामी पूजा गर्दैछौँ जलाकीको लागि। बिहान गणेश भगवान, शिव भगवान, शिव पार्वतीसँग पूजा गरेर आजको बिहानको शुभारम्भ गर्दैछौँ। धन्यवाद सबैलाई, एकदमै ठिक छ। ल के छ मणि भाइ, कस्तो भयो आज सुताइ? कस्तो आनन्द, आकाशमा उडा जस्तो लागिरहेको थियो। झाट खरेर त आकाशबाट झरिरहेको जस्तो चिसो भयो। चिसो है? मजा। मेकअप सक्यो तिम्रो? ए स्टार्ट हो। हाम्रो सुनिता बहिनीले बिहानैबाट आज दुःख गरिदिनु भएको छ। एकदमै खुसी लाग्यो। सबैलाई राम्रै बनाइदिएको छ, राम्रो बनाइदिएको छ। ठिक छ, ठिक छ। तिमी पनि झन् राम्री छौ। हिरोइन आफै के हो, गाजल साजल दख्दै है क्या? के हो के हो? अरे बाफ रे बाफ रे। ठिक छ। यस्तो गुराँस फुलेको ठाउँमा यस्तो राम्रो मेकअप सहितको अब हेर त, लाली गुराँसमा।